दर्शकबिन नमस्कार। यो वर्षकै सबैभन्दा चर्चित गीत सकम्बरीको कमाई कति कमायो यो गीतले युट्युबबाट। यो विषयमा भिडियो बनाउनु पर्यो भनेर आग्रह गर्ने साथी मनिष एवानलाई धेरै धेरै धन्यवाद। आज हामी यसै विषयमा कुरा गर्नेछौँ। भिडियोलाई अन्त्यमसम्म हेर्ने प्रयास गर्नुहोला। आउनुहोस् दर्शकबिन अब लागौँ आजको भिडियोतर्फ। प्रकाश सपुतको सकम्बरी गीत आएको आज 10 दिन भएको छ। यो गीत अप्रिल 13मा रिलिज भएको थियो। 10 दिनमै 1,30,00,000 भ्युज पार गरेको यो गीतले कति कमायो होला त? दर्शकबिन यो गीत 15 मिनटको छ। युट्युबमा जति धेरै लामो भिडियो हुन्छ त्यति धेरै कमाइ पनि हुने गर्छ। अब कुरा गरौँ यो गीतको आरपिएम कति होला त? आरपिएम भन्नाले रेभेन्यू पर माइलस्टोन, अर्थात् 1000 भ्युजमा कति पैसा। मेरो क्यालकुलेसन अनुसार यो गीतको आरपिएम 50 देखि 70 रुपियाँसम्म हुनुपर्छ। हामी मानौँ यो गीतको आरपिएम 60 रुपियाँ छ, अर्थात् 1000 भ्युजबाट यो गीतले 60 रुपियाँ कमाइरहेको छ। अब कुरा गरौँ आखिर कति कमायो त यो गीतले। यो गीत रिलिज भएको दिन 13 अप्रिलमा 1,34,000 भ्युज आएको थियो। त्यो दिन यो गीतले नेपाली रुपियाँ 8,000 कमाएको हुनुपर्छ। त्यस्तै गरी 14 तारिकमा 11 लाख भ्युज आएको देखिन्छ। 14 तारिकमा भने यो गीतले मोटो रकम छापेको थियो। त्यो दिन यो गीतले 90,000 रुपियाँसम्म कमाएको हुनुपर्छ। र 15 तारिकमा 13 लाख भ्युज आयो र झन्डै 1,10,000 सम्म कमायो। र 16 तारिकमा यो गीतले झन् ठुलो रकम छाप्यो। 16 तारिकमा 21 लाख भ्युजका साथ 1,60,000 कमायो। दर्शकबिन 17 तारिकमा यो गीतले सबैभन्दा धेरै 2,80,000 रुपियाँ कमायो। त्यो दिन यो गीतमा 34 लाख भ्युज आएको थियो। त्यस्तै गरी 18, 19, 20, 21 र 22 तारिकमा यो गीतले क्रमशः गरी 60,000, 1,70,000, 1,50,000, 1,30,000 र 22 तारिकमा 1,20,000 कमाएको हुनुपर्छ। दर्शकबिन यो गीत रिलिज भएदेखि आजसम्म हरेक दिन लाखौंमा पैसा कमाइरहेको छ। र आजको दिनमा यो गीतको टोटल कमाई जोड्ने हो भने झन्डै 13 लाख हुन पुग्छ। हो दर्शकबिन यो गीतले 10 दिनमा 13 लाखसम्म कमाएको छ। यो मेरो अनुमान र क्यालकुलेसन मात्रै हो। 13 लाख नै कमाएको हो भनेर भन्न सकिँदैन। 18, 19 लाख पनि कमाएको हुनसक्छ र 8-9 लाख पनि कमाएको हुनसक्छ। जे होस् यसकै आसपासमा यो गीतले पक्कै पनि कमाएको छ। दर्शकबिन यो त भयो युट्युबको कमाई मात्र। त्योभन्दा लाखौं धेरै पैसा यसले स्पोन्सरसिपबाट पनि कमाएको छ। यो गीतका स्पोन्सरसिपमा प्रभु ब्याङ्क, शिवम सिमेन्ट, डिसोम फाइबरनेट, रोयल प्यान्ट्स, 49 बागलुङ जेलर्स रहेका छन्। साथै प्रकाश सपुत प्रभु ब्याङ्कका ब्रान्ड एम्बेसडर पनि हुन्। त्यहाँदेखि पनि उनको कमाई टन्नै हुने गर्छ। दर्शकबिन कमाईको साथसाथै यो गीतमा सकम्बरीको अभिनय गर्ने कुसुम शर्माले पनि निकै प्रशंसा र चर्चा पाएकी छिन्। साथै यो गीतले टिकटकमा पनि उत्तिकै चर्चा पाएको छ। टिकटकको वालभरि नै यही गीतलाई सुन्न सकिन्छ। जाग्यो रहर पापी सहरको भन्ने टुक्कामा 4,56,000 जनाले टिकटक बनाएका छन्। कानको झुम्का तिमीलाई कसले किनिदियो भन्नेमा 1,75,000 जनाले टिकटक भिडियो बनाएका छन्। साथै यो गीत आजको दिनसम्म पनि युट्युबको ट्रेन्डिङ नम्बर 1 मा रहेको छ। 2080 सालको छोटो समयमै करोड कलममा पुग्ने यो पहिलो गीत हो। हवस् त दर्शकबिन आजको जानकारी यति नै। भिडियोबाट बिदा हुनुभन्दा पहिले हामी 2 लाख सब्स्क्राइबको एकदमै नजिकै छौँ। यदि तपाईँले सब्स्क्राइब गर्नुभयो भने हामी आजै 2 लाख सब्स्क्राइबमा पुग्नेछौँ। कृपया सब्स्क्राइब गरिदिनु होला। तपाईँले सब्स्क्राइब गर्नुहुन्छ भनेर मैले अपेक्षा राखेको छु भन्दै आजको भिडियोबाट अर्को भिडियोसम्मको लागि म नारद ओझा पनि बिदा हुन्छु। हवस् त नमस्कार। कुनै अर्को भिडियोमा भेटौँला।